मैले तपाईँलाई हिजोको भिडियोमा भनि नै सकेँ है, रेमिटान्सको प्रब्लम हुन्छ यहाँ भनेर। अब मेन कुरो त के हो भन्दाखेरि नेपालको एम्बेसी छैन यहाँ। अनि अर्को कुरो के हो भन्दाखेरि एजेन्टले ठगिदिन्छ, नेपालीले नै ठग्छ। चलेको रेट भनेर उहाँबाट लिएर आउँछ होइन। अब हामीले त नेपाली हो, गुगल गरिन्छ कति रेट छ भनेर, अनि त्यो रेटको हिसाबले हामीले एप्लाई गरिन्छ। यति पैसा त ठिकै हो, यतिको लागि यति महिनामा तिरिन्छ, क्याप्चर हुन्छ भन्ने। अनि त्यो हिसाबले आउँदा चाहिँ यहाँ, त्यो मेन्टालिटीले आउँदा चाहिँ यहाँ एकदमै इफेक्ट पर्छ है। किनकि पैसा पठाउनुलाई हामीले एजेन्टको थ्रु पठाउनु पर्छ होइन, दलाल जसरी लगाउनुपर्छ। चाहे बङ्गलादेशी हो, चाहे नेपाली हो, ब्याङ्कबाट पठाउँदा चाहिँ डलर एक्सचेन्ज गर्नुपर्छ। डलर एक्सचेन्ज रेट भनेको एकदम हाई छ, एकदम हाई छ। अनि त्यही भएर पैसा चाहिँ नेपालबाट क्यालकुलेट गरेको जति चाहिँ नेपाल पठाउन पाइँदैन। त्यो चाहिँ मेक स्योर भएर आउनु कि डलरमा दिन्छ कि एमबिआरमा दिन्छ। स्यालेरी चाहिँ तपाईँको अफर लेटरमा अनि वर्क पर्मिटमा चाहिँ लेखेको हुन्छ। यदि युएसटी प्लस एमबिआरमा लेखेको छ भने तपाईँले एमबिआरै पाउनु चान्स धेरै हुन्छ। युएसटीमा मात्र छ भने चाहिँ तपाईँको युएसटी नै आउँछ है। त्यो चाहिँ एकदम स्योर भएर आउनु। मैले बार भनिरहेको छु, स्योर भएरै आउनु। स्यालेरीको चाहिँ स्यालेरी पठाउनु चाहिँ एकदम ठुलो फन्डा छ यहाँ चाहिँ है। अनि अर्को कुरो भनेको त्यही हो, नेपालीले नै ठग्छ भने जस्तो एजेन्टले लास्टै ठग्छ। यहाँ एमबिसी नभएको कारणले गर्दा यति लापरवाही छ यहाँ है। कामको लागि भनेर लिएर आउँछ, रेसर्टमा भनेर लिएर आउँछ, यहाँ ल्याएर आइल्यान्डको क्याफेमा हालिदिन्छ।